पञ्चायती व्यवस्थाको बेलामा धेरै चिजहरू भए। यसको मतलब म राजावादी पनि होइन र पञ्चायती व्यवस्थाको समर्थन गर्दै पनि छैन। एयरपोर्टहरू बने, राजमार्गहरू बने, टुडी खेल त्यति बेला पनि छुट्याइयो सहरको बिचमा, भोलि सहर कुरूप नबनोस् भनेर। त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरको डाँडामा लगेर स्थापना गरियो, जसले गर्दा त्यो विश्वविद्यालय भोलिको दिनमा ठुलो बनाउँदा जति पनि क्षेत्रफल विश्वविद्यालयसँग होस् भनेर। राष्ट्रिय सभागृह खुल्यो, सांस्कृतिक संस्थान खुल्यो, प्रज्ञा भवन खुल्यो। कृषिलाई टार्गेट गरेर चितवनमा रामपुर कृषि क्याम्पस खुल्यो। पञ्चायती व्यवस्था देश र नागरिकको लागि यस्तो एउटा व्यवस्थाको हिसाबमा पनि हामी हेर्न सक्छौँ जुन व्यवस्थामा धेरै विकास निर्माणका कार्यहरू भएका छन्। अधिकांश देशभरि रहेका एयरपोर्टहरू र अहिले